अब हामी आज चाहिँ सुब्बा देउराली दर्शनको लागि हिजो हामी पोखराबाट आएका थियौँ र अब दर्शनको लागि हामी मन्दिरमा जाँदैछौँ। म हजुरहरूलाई सुब्बा देउराली मन्दिरको चाहिँ भिडियो प्रस्तुत गर्दैछु। सुब्बा देउराली मन्दिर ल अब यहाँबाट यसरी चाहिँ अर्घाखाँची जिल्लामा रहेको प्रसिद्ध शक्तिशाली देवी माता सुब्बा देउरालीको भिडियोहरू म हजुरहरू सामने आज डे 2 मा प्रस्तुत गर्न गइरहेको छु। ल हो हजुर फर्कने क्रममा छ हजुर हामी छिटै फर्किँदैछौँ है सर। ल ल ल सुब्बा देउरालीबाट आउने क्रममा यो बाटोको अगाडिपट्टि घुम्ती भन्ने ठाउँ छ। त्यो घुम्तीबाट सिधै अगाडि गइयो भने सन्धि खर्क, दायाँतिर गइयो भने बायाँतिर गइयो भनेदेखि सुब्बा देउराली जाने ठाउँ हो। त्यही घुम्ती क्रस गरेर हामी तल झरेर आउँदैछौँ। अब यहाँबाट हामी चाहिँ गुल्मी तम्घासको चाहिँ रोड चाहिँ भेटाएर अनि त्यसपछि नयाँ राजमार्ग हुँदै रेडी पुग्नेछौँ। सल्लाहको हेर त नानी सल्लै सल्लाहको भेडे टिपम न हो भेडे टिपम न टाइम छैन नि यहाँ रे सल्लै सल्लो चलाएर बाटो गयो हुन्छ भन्ने भयो भेडे टिपम के हो। ल पारीपट्टि अर्घाखाँची र यो गुल्मी बिचमा यो पुलले छुट्याएको छ। हामी पारी हुँदै यता वारी आयौँ र यो अर्घाखाँचीको यो सिमाना सुरु भएबाट लगभग करिब 500 मिटर उता गएपछि एउटा बाटो माथि एउटा बाटो तल जानेछ। माथितिर नगइकन तलतिर गयो भने सुब्बा देउराली पुग्ने बाटो हो। प्रतीक्षालय त्यहाँ प्रतीक्षालय पनि छ हैन सर। यात्रा ठिक छ, रमाइलो छ। अब हामी चिया खानलाई यहाँ बसेका छौँ सबैजना। नानी चिया खाने हो नि है, अरू के खाने? यता खानेकुरो भन्नु पर्यो, यहाँ यसमा भन्नुपर्छ, यसमा भन्नुपर्छ, नत्र पनि पाइँदैन। हामी सुब्बा देउरालीबाट बिहान 8:30 बजे दर्शन गरेर निस्क्यौँ र अहिले हामी रुरु क्षेत्र रेडीमा आइपुगेका छौँ। र यो रुरु क्षेत्र रेडी प्रसिद्ध धार्मिक स्थल र यहाँ एउटा चाहिँ अनौठो के छ भने नदीको बिचमा एउटा पिल्लर छ र यो पिल्लरमा तीनतिर झोलुङ्गे पुल छ। यहाँ जहाँबाट मैले भिडियो खिचिरहेको छु म चाहिँ अहिले पाल्पाको भूमिमा टेकिरहेको छु भने यतापट्टिको भाग चाहिँ गुल्मी जिल्ला पर्छ र त्यो पुलले गुल्मी जोड्छ भने अर्को उतापट्टि देखिएको भागले चाहिँ स्याङ्जा जिल्ला जोड्छ र कालीगण्डकी र रेडी खोलाको दोभानमा यो पुल निर्माण छ। रुरु क्षेत्र ठ्याक्कै यहाँ आएका छौँ। अब हामी दर्शन गर्छौँ यहाँ गङ्गामा स्नान गरेर। क्षेत्रको ऋषिकेश मन्दिर, अब हामी यहाँ मन्दिरमा दर्शन गर्छौँ र माथि पाल्पा स्थित भैरव मन्दिरमा पनि जाने कार्यक्रम छ। अहिलेलाई चाहिँ ऋषिकेश रुरु क्षेत्र। रुरु क्षेत्र ऋषिकेश मन्दिर र मन्दिर परिसर। यो ल अब हामी पाल्पा स्थित भैरवनाथ मन्दिर
भैरवनाथ मन्दिर जानको लागि हिँड्दैछौँ। तलबाट हाइवेबाट माथिसम्म गाडी आउँदो रहेछ, गाडीमा आयौँ। अनि त्यसपछि अब अलिकति गाडी नजानेर गाडी पार्किङ गरेर हामी हिँड्दैछौँ। पाल्पा स्थित भैरवनाथ मन्दिरको लोकेसन यस्तो टपमा रहेको छ। हाम्रो भैरवनाथ मन्दिर, भैरवको मन्दिर। अब हामी त्यहाँ दर्शन गर्न अगाडि कोही हिँडिसक्नु भएको छ, कोही हामी पछाडि जाँदैछौँ। ल अब हामी भैरवनाथ मन्दिर दर्शन गर्न जाँदैछौँ है। ठिक छ। पाल्पा स्थित भैरवनाथ मन्दिरको दर्शन गर्नको लागि यो लामो लाइन। हामी फेरि टाढाबाट पोखरादेखि अझै पोखरा फर्किनु पर्ने। यहाँबाट पोखरालाई फेरि 5 घन्टाको 4-5 घन्टाको बाटो र यो लाइन पुरै बस्दा 2-3 घन्टा लाइन लाग्नुपर्ने भएको हुँदा आज हामी भैरवनाथको दर्शन गर्न सकिएन। फेरि अर्कोचोटि पुनः आउने बाचा गर्दै भैरवनाथ बाबासँग क्षमा याचना गर्दै अब हामी फेरि उतातिर लागिने भयो। भित्र मन्दिरभित्र पस्न सकिएन। साह्रै भक्तजनहरू धेरै भिड उल्लास भएको ठाउँ, धेरै प्रसिद्ध मन्दिर भएको हुँदा भैरवनाथ मन्दिरमा भित्र दर्शन गर्न जान पाइएन। यो साह्रै खेदपूर्ण भयो। तर अर्कोचोटि फेरि दर्शन गर्ने बाचासहित आजलाई भगवानसँग क्षमा मागेर यहीबाट फर्किने निधो गरियो। अन्त अब अर्कोचोटि फेरि पुनः आउने मौका परेछ र भित्र जाने अवस्था भएछ भने भित्रका सम्पूर्ण दृश्यहरू पनि भिडियो मार्फत देखाउने बाचा हजुरहरूसँग पनि गर्दै आजलाई भैरवनाथ मन्दिरबाट यति नै देखाउन सफल हुन्छ। भैरवनाथ बाबालाई चढाउने रोट, घिउबाट बनेको ठुलो रोटी तयार भएको छ। यहाँबाट मानिसहरूले रोट लिएर गएर भैरव बाबालाई भित्र मन्दिरमा चढाउने प्रचलन रहिआएको कुरा पनि जानकारी गराउन चाहे। अब भैरवनाथ दर्शन गर्न अब हामीलाई भाग्यले आज दिएन, हाम्रो अनुकूलताले गर्दा। अब त्यसपछि हामी त्यहाँबाट चाहिँ लगभग 5-7 किलोमिटर यता बतासे डाँडा, पाल्पाको बतासे डाँडामा आएका छौँ। र यो बतासे डाँडामा तन्दुरी भोजनालय रहेछ। अब यहाँ बसेर अब हामी तन्दुरी खाना खाने र बतासे डाँडाबाट यस्तो किसिमको भ्यूहरू देखिन्छ। ल हेर्नुहोस्, यहाँबाट टाढासम्म साह्रै रमणीय ठाउँ छ। पाल्पा जिल्ला बतासे डाँडा। तपाईहरु पनि आउन सक्नुहुन्छ। अब यहाँबाट हामी पोखरा जान्छौँ डाइरेक्ट। अब त्यसपछि हाम्रो अन्त कार्यक्रम छैन, डाइरेक्ट एकैचोटि पोखरा पुग्ने। यहाँ यसरी खाना खाने होटलहरू बतासे डाँडामा प्रशस्त रूपमा रहेछ। तर हामी चाहिँ तन्दुरी भोजनालयमा भोजन गर्ने विचार गऱ्यौँ। बतासे डाँडाबाट यी सल्लाहका रुखहरू हेर्नुहोस् त, कति रमाइलो। चारैतिर सल्लै सल्लाह, उचाइमा भएर होला सल्लै सल्लाहका डाँडै डाँडाहरू छ।